अघिल्लो पुस्ताको राजनीतिक यात्रा अत्यन्त कठिन थियो। ज्यानलाई जोखिममा राख्नु पर्थ्यो, निर्वाचनमा जानु पर्थ्यो, जेल नेल भोग्नु पर्थ्यो, शहीद हुनु पर्थ्यो, शरीरभरि गोलीका छर्राहरू बोकेर बाँच्नु पर्थ्यो। तर यो महाकुम्भमा, इतिहासको यो महत्त्वपूर्ण घडीमा, इतिहासको साक्षी मात्र होइन, इतिहास लेख्ने यो कार्यमा तपाईको मत नछुटोस्, तपाईको सहभागिता नछुटोस्, तपाईलाई यो गर्मीले पनि नछेकोस् र तपाईको आर्थिक अवस्थाले पनि नछेकोस्। त्यसका लागि त्यसको ग्यारेन्टी गर्नको निमित्त पनि फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नै पर्छ। जहाँबाट जसरी आएको भए तापनि यो नीलो रङ्गभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। त्यसैले हिजोको शैलीले उही शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवा स्वप्न देखेको छ भने त्यो असफलता। तपाईँ यो देशप्रति उत्तरदायी हुनुपर्दछ, सिङ्गो पार्टीप्रति उत्तरदायी हुनुपर्दछ। हामी त्यही कुराको विद्रोह गरेर यहाँ आएका हौँ। फेरि त्यसैलाई रोक्ने काम हामीले गर्यौँ भने कुनै न कुनै मोडमा यो दुर्घटनामा जान्छ। देशका 52 लाख भन्दा बढी नागरिकले विवेक प्रयोग गरे र रासोपालाई आज देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा खडा गरेका छन्। अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्ने छ साथीहो। संसारको राजनीतिक इतिहासमा विरलै हुने घटना, पहिलो महाधिवेशनभन्दा अगाडि दलको झन्डै 2/3 सरकार हामीले प्राप्त गरेका छौँ। कुम्भ तपाईँ हाम्रो पार्टीको, हाम्रो राजनीतिक जीवनको र समग्रमा यस देशको भविष्यको दिशा निर्देश गर्ने एउटा महान र ऐतिहासिक अवसर हो। हामी सबैले इमानदारिताका साथ यो अवसरलाई सदुपयोग गर्नुपर्नेछ भन्ने कुरामा म यहाँहरूलाई दृढ हुन अनुरोध गर्न चाहन्छु। मूलतः देशभक्तिको प्रतिनिधित्व गर्नुहुनेछ, यो कुरामा म निर्धक्क हुन सक्दछु। विषम परिस्थितिमा यो दल स्थापना भएको हो र विषम परिस्थितिलाई हेरेर नेपाली नागरिकले आफ्नो अथाह विश्वास हामीमाथि खन्याएका हुन्। संसारको राजनीतिक इतिहासमा विरलै हुने घटना, पहिलो महाधिवेशनभन्दा अगाडि दलको झन्डै 2/3 सरकार हामीले प्राप्त गरेका छौँ। अब हाम्रा सामु दुईवटा बाटो छन्। यो उपलब्धिलाई लिएर यसको महिमा गान गाएर हिँड्ने कि यो उपलब्धिलाई परिणाममा बदल्ने, हाम्रा सामु यी दुई चुनौती छन्। मैले जो कोहीलाई सोधेँ भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधेँ भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला, होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला। तर साँच्चै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता त गर्नै पर्छ, केही न केही योगदान त गर्नै पर्छ साथी हो। हामीले चाहना राख्दैमा, हामीले सपना देख्दैमा हाम्रो चाहना र हाम्रो सपना एकाएक आफै अटो पाइलटमा गएर चाहिँ पुरा हुँदैन। त्यसका लागि हामीले केही काम गर्नै पर्छ, हामीले केही कदम चाल्नै पर्छ। हिजोको जस्तो आजको राजनीतिक यात्रा कठिन यात्रा होइन। हिजोको अघिल्लो पुस्ताको राजनीतिक यात्रा अत्यन्त कठिन थियो। ज्यानलाई जोखिममा राख्नु पर्थ्यो, निर्वाचनमा जानु पर्थ्यो, जेल नेल भोग्नु पर्थ्यो, शहीद हुनु पर्थ्यो, शरीरभरि गोलीका छर्राहरू बोकेर बाँच्नु पर्थ्यो। आज फरक छ। समयले चुनौती घटाएको त छैन, तर सङ्घर्ष तुलनात्मक रूपमा सहज छ भन्दा अत्युक्ति नहोला। यद्यपि सबैको सङ्घर्ष यही यात्रामा पनि सहज भएको छैन। कयौँ साथीहरू पछिल्लो जेन्जी विद्रोहबाट पनि आउनुभएको छ, त्यहाँ पनि ज्यानको जोखिम थियो। कतिपय साथीहरू हिजोको निर्वाचित जीवनमा सङ्घर्ष गर्दा गर्दै आफ्नो राजनीतिक दलबाट, पुरानो राजनीतिक दलबाट राष्ट्रिय आकाङ्क्षा पुरा नहुने देखेर रासोपालाई विश्वास गर्दै आउनुभएको छ। कतिपय सशस्त्र सङ्घर्षको त्यो बेलाको प्रतिनिधित्व गर्दै यहाँ आइपुग्नु भएको छ र आज पनि कयौँ साथीहरू यही हलमा हुनुहुन्छ। उहाँको शरीरभरि परिवर्तनका लागि लड्दा लागेका गोलीका छर्राहरू शरीरमै बोकेर आज यहाँ आउनु भएको छ। म तपाईँहरू सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु। जो जहाँबाट जसरी आउनुभएको भए तापनि हाम्रो उद्देश्य साझा छ। खालि हामीले बनाउने बाटो र हामीले लक्ष्य प्राप्त गर्ने हाम्रो तरिका चाहिँ एकै हुनुपर्छ, त्यो राजनीतिक हुनुपर्छ र त्यो परिवर्तनसँग आत्मसात गर्ने हुनुपर्दछ। उपस्थित साथीहरू, राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो,
शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, चरित्र उस्तै रह्यो र झन झन शक्तिशाली बन्नका लागि गुट उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, दुरुस्तै हुन्छ, फरक हुँदैन। फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नै पर्छ। जहाँबाट जसरी आएको भए तापनि यो नीलो रङ्गभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। त्यसैले हिजोको शैलीले उही शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवा स्वप्न देखेको छ भने त्यो असफलतातर्फ जान्छ। त्यसैले म आज यो उद्घाटन सत्रमा, बन्द सत्रको यो सुरुवातमा यहाँहरूलाई केही कुरा मात्र बताउन चाहन्छु। उपस्थित साथीहरू, पार्टीको महाधिवेशनको प्रतिनिधि हुनु भनेको कसैले सदस्य बनाइदिएका भरमा उसैलाई भोट हाल्ने लालमोहर वा औँठा छाप लगाएर आफ्नो इमान बन्दगी राखेर आउनु चाहिँ होइन। यदि तपाईलाई सदस्य बनाउन या तपाईलाई यस हलभित्र ल्याउनको निमित्त कसैले गलत तरिका अवलम्बन गरेको छ र त्यतिका लागि तपाई आफूलाई यो हलसम्म ल्याइदिने मानिसप्रति उत्तरदायी हुनुपर्छ भने तपाई गलत बाटोमा हुनुहुन्छ। तपाई यो देशप्रति उत्तरदायी हुनुपर्दछ, सिङ्गो पार्टीप्रति उत्तरदायी हुनुपर्दछ। हामी त्यही कुराको विद्रोह गरेर यहाँ आएका हौँ। फेरि त्यसैलाई रोक्ने काम हामीले गर्यौँ भने कुनै न कुनै मोडमा यो दुर्घटनामा जान्छ। दुर्घटनाले हामीलाई कहाँ सांसदलाई नदिने वा मन्त्रीलाई नदिने दिने यस्तो कुनै औपचारिक निर्णय पार्टीले गरेको छैन। त्यो कुनै भ्रम र गुटबन्दीमा तपाईँहरू नलाग्नु होला। निर्वाध रूपमा उम्मेदवारी दिनुहोस्। उठेका मान्छेलाई ती सांसद हुन्, मन्त्री हुन्, पार्टीको स्थापना कालदेखि लागेका हुन् या अस्ति भर्खरै राजसभामा जोडिएका हुन्, कसलाई भोट दिने जिम्मा तपाईँको। तर यसलाई भोट दिनु र उसलाई भोट नदिनु भनेर उर्दी जारी गर्ने मान्छे राजसभा होइन। चरित्रका हिसाबले त्यो राजसभाको चरित्र होइन। आफ्नो विवेक प्रयोग गर्नुपर्ने छ। हामीले नागरिकलाई के भन्यौँ? यसपटक तपाईँले विवेक प्रयोग गर्नु होला है, विवेक प्रयोग गरी मतदान गर्नु होला भन्यौँ। देशका 52 लाखभन्दा बढी नागरिकले विवेक प्रयोग गरे र रासोपालाई आज देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा खडा गरेका छन्। अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्ने छ साथी हो। त्यसकारणले म यहाँहरूलाई यति अनुरोध गर्न चाहन्छु र यो हाम्रो पहिलो महाधिवेशन र यसलाई अत्यन्त धेरै चुस्तताका साथ विवेकपूर्ण ढङ्गले, बुद्धिमत्तापूर्ण ढङ्गले प्रतिनिधिहरूको चयन र निर्वाचन गर्नुपर्ने भएको हुनाले हाम्रा केही चुनौतीहरू आए र यो नयाँ अनुभव भएको हुनाले मित्रहरूलाई दुःख भयो। म सभापतिका हैसियतले तपाईँले पाउनुभएको दुःखप्रति क्षमा याचना गर्न चाहन्छु। यो गर्मीमा यहाँ आएर तपाईँले यति धेरै दुःख गर्नुभयो, तर सम्झिनुहोस् त, राजनीतिक यात्रामा आफ्नो दल निर्माण गर्न कयौं पुराना साथीहरूले आफ्नो रगत, पसिना, आफ्नो उमेर, आफ्नो जवानी, आफ्नो भविष्य सबै चिज गुमाएका छन्। हामीले 2 दिन अतिरिक्त दिनु पर्यो। यसमा दुःख नमान्नु होला है साथी हो। हाम्रै घर बनाउनको लागि हो यो हाम्रो घर हामीले नबनाए कसले बनाउँछ र? म तपाईँहरूलाई एउटा सभापति हुनुको नाताले एउटा विशेष अधिकार प्रयोग गर्दै भन्न चाहन्छु। तपाईँले प्रतिनिधिका रूपमा भनेर पार्टीले तोकेको 5000 को तोकेको छ क्यारे, त्यो 5000लाई ऐच्छिक बनाउन चाहन्छु। तिर्न नचाहने साथीहरूले नतिर्दा पनि फरक पर्दैन, त्यसको व्यवस्था पार्टीले गर्नेछ। किनभने यति धेरै दिन बस्दा तपाईँहरूको धेरै खर्च भएको छ। खर्चको जुहो गर्न नसकेर तपाईँलाई अप्ठ्यारो परेर भोटै हाल्न नपाउने गरी आफ्नो ठाउँ फिर्ता जानुपर्ने बाध्यता अन्त्य गर्नको निमित्त जो साथीहरूले तिरिसक्नु भएको छ, उहाँहरूले चाहनुभयो भने आफूले बुझाएको त्यो 5000 फिर्ता लिन सक्नुहुनेछ। म सबै साथीहरूलाई निर्देशन गर्न चाहन्छु। बरु त्यसका लागि सक्नेले आफ्नो तर्फबाट 1-2 जना साथीका लागि म तिर्दिन्छु भनिदिनु भयो भने हुनेले नहुनेको हात समाउँदै जाउँ। यसबाट एउटा सन्देश पनि जान्छ कि राजनीतिमा प्राय खुट्टा तानिन्छ, यसपटक हामी एकअर्काको हात समातेर साथमाथि तानौँ। साथीलाई खुट्टा नतानौँ, हात तानौँ र भनौँ साथी तिम्रो म तिर्दिन्छु। र होइन कसैले सक्दैन भने पार्टीले वैकल्पिक स्रोतका लागि आफूलाई परिचालित गर्नेछ। तर तपाईँहरूलाई आर्थिक भार नपरोस् भनेर यो 5000लाई ऐच्छिक दिन चाहनेले दिने, तिरिसकेकोले फिर्ता
चाहेमा फिर्ता पाउने व्यवस्था गर्नको निमित्त म पार्टीको सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन पनि गर्न चाहन्छु। मलाई लाग्छ यसले यो गर्मीमा अलिकति कहीँ न कहीँ शीतलता दियो होला। साथीको पार्टीमा यस्ता मात्र होइन, धेरै परिस्थिति सृजना हुन सक्छन्। ती परिस्थितिमा पनि हामी सँगै उभिनु पर्नेछ। अहिले पनि तपाईहरुलाई केही पनि कठिनाइ छ भने भन्नुहोला, तर यो महाकुम्भमा इतिहासको यो महत्त्वपूर्ण घडीमा इतिहासको साक्षी मात्र होइन, इतिहास लेख्ने यो कार्यमा तपाईको मत नछुटोस्, तपाईको सहभागिता नछुटोस्, तपाईलाई यो गर्मीले पनि नछेकोस् र तपाईको आर्थिक अवस्थाले पनि नछेकोस्। त्यसका लागि त्यसको ग्यारेन्टी गर्नको निमित्त पनि म आयोजकहरूलाई निर्देशन पनि दिन चाहन्छु। उपस्थित प्रतिनिधि साथीहरू, म अब केही छोटो कुरा भनेर यहाँहरु माझ बिदा हुन चाहन्छु। यति ठूलो भव्य आयोजना गर्दा कहीँ न कहीँ कतै न कतै कमजोरीहरू अवश्य पनि हुन्छन् र यो प्रक्रियामा हामीलाई कहीँ न कहीँ कतै न कहीँ चित्त नबुझ्ने कुराहरू पनि देखिन सक्छन्। त्यस्ता घटना, त्यस्तो परिस्थिति आउन सक्छन्। समस्या जहिले पनि आउँछन्। फरक यति हो कि समस्या समाधान गर्ने हाम्रो क्षमता कति छ।